एभ्रिवान नमस्ते गुड मर्निङ साथी सबैलाई स्वागत छ मेरो आजको अर्को भिडियोमा। आज के हो भनेर स्पेशल डे हो थाहा सक्नु होला थम्बनेल एन्ड टाइटल देखेर पनि। ह्याप्पी दसैँ एभ्रिवान, सबैलाई दसैँको धेरै धेरै शुभकामना। सबै सोचेको आँटेको सबैको पुरा होस् र मेरो पनि पुरा होस्। आज चाहिँ मैले फर्स्ट दसैँ हो मेरो चाहिँ, अहिलेसम्म यत्रो उमेर भयो 20, 21, 22 वर्ष, अहिलेसम्म कहिले पनि मैले आफ्नो फ्यामिली बाहिरसँग कहिले बाहिर गएर टिका पनि लगाएको थिएन। अनि यो चाहिँ मेरो फर्स्ट हो। मलाई कस्तो नराम्रो पनि लागिरहेको छ अब आफ्नो फ्यामिली बाइक अब अर्काको ठाउँमा। अब त्यही त, अनि कहिले टाइम मिल्दैन कहिले के मिल्दैन। अनि हामी चाहिँ बुढाबुढी छौँ। आज चाहिँ दसैँको टिका लगाउने तयारीमा छौँ। अनि अब के हुन्छ, अब उहाँले चाहिँ खानासाना पकाउँदै हुनुहुन्छ। मैले चाहिँ आफ्नो कामसाम सकेँ। हामी चाहिँ बिहानै उठेर 11:30 बजेको टिका खान् त, त्यो टिका भेटाउने भनेर अनि नुहाइधुवाइ गरेँ। साथै मेरो बुढा चाहिँ खान त एकपन्टेमा लाग्नु भएको छ। के पकाउनु भयो त उहाँले? के हो यो? ला रोस्ट पाक्दैछ है। हाम्रो त दसैँ लाग्यो। ह्याप्पी दसैँ बुढो। ह्याप्पी दसैँ सबैलाई धेरै बडा दसैँ तथा शुभ दीपावलीको सबैलाई धेरै धेरै सम्पूर्ण। हाम्रो चाहिँ चिकन हुँदैछ अनि अरू के पकाएन हामीले, खासै केही पनि पकाएको छैन। मैले चाहिँ हिजो सेल पनि पकाएको थिएँ, मेरो सेलको हालत। अनि यता हामीसँग सलाद छ, अनि यता सब्जी छ, अनि यो चाहिँ साग हो। यता चाहिँ राजमाको ग्रेभी पकाएको छौँ, अनि हामीले चाहिँ भात पकाएको छौँ। अनि रोटी यति नै आजको हामीले खानेको र अब चिसो चिसो भइहाल्छ। अनि मैले यहाँ चाहिँ दसैँको लागि टिकाको लागि रेडी गर्दैछु। यता पैसा भयो, यो चाहिँ पाला, अनि यो अब यो कलश भइहाल्यो जमरा। मैले चाहिँ यसमै टिका लगाउने निर्णय गरेँ। हामीसँग अब सबै सामान छैन। अब यो त्यो ताउली भइहाल्यो। स्याउ, सुन्तला, केरा, सेलरोटी राखेको छु। अनि यति नै हो साथीहरू हाम्रो आजको दसैँको स्पेसल। अरू त त्यस्तो केही पनि छैन। हाम्रो दुई बुढाबुढीको दसैँ, सेकेन्ड दसैँ हो यो चाहिँ हाम्रो बुढाबुढीको। फर्स्ट दसैँ नेपालमा मनाएको थियौँ, त्यस पछाडि दुईवटा दसैँ मैले एक्लै घरमा मनाएँ, उहाँ बाहिर हुनुहुन्थ्यो। अहिले चाहिँ सँगसँगै छौँ। कस्तो हुन्छ त ल, स्टे ट्युन गाइज। फाइनल्ली साथीहरू म चाहिँ रेडी भएर पनि आइसकेको छु। मेरो चाहिँ आज गेटअप यस्तो छ दसैँको दिन, बुढाबुढीको म्याचिङ गर्ने भनेर। यहाँ आउनु श्रीमानजी। उहाँ चाहिँ टाई बनाउँदै हुनुहुन्छ। हामी चाहिँ अब टिकाको सायद छोप्दैछौँ। अहिले चाहिँ 11 पनि बज्यो, अब छैन आधी घन्टा। कपडा सपडा लगाएर रेडी भएर बसेको, सबै सामानहरू मिलाएर। सबैजनालाई फेरि पनि विजय दशमीको धेरै धेरै शुभकामना। अनि राम्रोसँग दसैँ मनाउनु, धेरै मासुहरू नखानु। हामी त अब यस्तै त हो नि, स्वस्थ खानु, मस्त रहनु, व्यस्त रहनु हैन। सबैलाई दसैँ धेरै शुभकामना। आफन्त, फ्यामिली, घर परिवारसँग सबैजना अब दसैँ तिहारमा दसैँ मनाउनुहोस् हैन। परदेशीहरू घरको लागि सम्झेर त्यसलाई चिन्ता पिर नमान्नुहोस् हैन। भोलिको जिन्दगी रङ्गाउनको लागि आजको निदा रङ्गाउन पाएको छैन आज दिनमा हैन। त्यो दुःख पीडा आफ्नो ठाउँमा छ, तर पनि त्यो एउटा मनमा नराम्रो फल लाग्छ आजको दिनमा। नराम्रो त लागिहाल्छ अभियसली। अब तर पनि आफूले आफ्नो रहरले आएको हो सबै हैन। कोही बाध्यता लाउनु होला, तर आफ्नो रहर इच्छा, आफ्नो जिन्दगी सुधार्नको लागि आएको छ परदेशमा। के मुख बिगारेको फेरि मलाई कस्तो देखेको छ आज एकपल्ट भनिदिनु त। मैले यो कपडा त लगाएर टिका पनि बनाइसकेको छु कि पहिला, उहाँले पनि लगाइसक्नु भएको छ। तर पनि म यही लगाउने निर्णय गरेँ दसैँको दिन। हामी चाहिँ यही लगाउँछौँ। है मलाई देखाउनु त मेरो सबै यो यतिकै क्यामेरा छ। अनि
सबैलाई स्वागत छ फेरि पनि। सो हामीहरूले चाहिँ आज दसैँको टिका पनि लगाइसकेका छौँ र अब चाहिँ हामीहरू खानासाना खान्छौँ। एकछिनमा खाना आफूले पस्किँदैछ होइन। खाना खाएर फेरि एकछिन बाहिरतिर यसो निस्किम कि आज दसैँ दिन घुम्न भन्ने सोच हो। सायद हामी निस्किन सक्छौँ बाहिरतिर। सो गाइस स्टे ट्युन होइन, हामीहरू फेरि भेटौँला। हाम्रो चाहिँ यता खाना रहेको छ। अब हामी चाहिँ लन्च गर्दैछौँ बिहानको। अनि यता सब्जी छ, अनि सेलरोटी, भात, साग, अचार, रोस्ट, अनि राजमाको दाल, अनि यता दही छ, अनि यता पनि सेम हो, अनि यता पानी छ। हामी चाहिँ लन्च गर्दैछौँ अब बिहानको। अब हामी चाहिँ खानासाना खाएर एकछिन बाहिर निस्किनु पनि पर्ने हुन्छ। अनि मैले चाहिँ यस्तो कस्तो भयो, कपडा कस्तो अर्कै भयो क्या, अनकम्फर्टेबल। त्यो मैले चाँडो कपडाहरू झिकेँ, भोक पनि लागेको थियो। अहिलेसम्म केही पनि खाएको छैनौँ। अब छिटो खाना खाएर एकछिन बाहिरतिर निस्किनु पर्नेछ। ल कस्तो छ खाना खाऊँ। सेलरोटी मैले बनाएको हिजोको, म त हातले नै खान्छु।